साथीहरू एउटा यो धत्तुरे बा भनाउँदाको भिडियो हेऱ्यो कि साह्रै नराम्रो लाग्यो। यो साला धत्तुरे खत्तुरेले नि तेरो राजनीतिकमा जस्तो उदय भएको छ नि तेरो अन्त्य पनि त्यस्तै भइसक्यो बुझिस्। त साले कुकुरलाई रवि लामी छानेको नाम नलिकन तँलाई खाएको पस्दैन साला। तेरो के बिगार्दिएको छ है साले धत्तुरे भन त, तेरो के बिगार्दिएको छ? तेरो स्वास्नी लगिदिएको छ कि तेरो छोराछोरीलाई के गरेको छ कि होइन? त साला धत्तुरेको के खाइदिएको छ रवि लामी छानेले भन त। रवि लामी छानेलाई आइन्दादेखि एक शब्द पनि बोलिस् भने तेरो बङ्गरा चाहिँ एक छानी छानी गिराइदिनेछु बुझिस् साला धत्तुरे। तेरो नामै धत्तुरे, कामै धत्तुरे। तँ साला हरामीले तँलाई टेली सिरियलतिरबाट पनि एकजनाले गर्दै लात हानेर तँलाई निकालेको होइन त। त सालेको यस्तै कुबोत्र व्यवहारले गर्दाखेरि तँलाई हरेक टेली सिरियलबाट लात हान्दै निकालेको त साला। त नामै धत्तुरे। यो साले धत्तुरेले के भनेको छ त यो भिडियो अलिकति सुन्नुहोस्। सहकारीको ठगी गर्दा हामी सत्य बोल्न डराउँदैनौँ, हामी कदापि सत्य बोल्न डराउँदैनौँ। यो यथार्थ हो कि गरिब जनताको पैसा नठगेको बे रवि लामी छाने अहिले जेल पर्दैन। सुन्नुभयो त यसको बोली कुलमान सरले त्यति राम्रोसँग भन्नुभएको छ हामी नयाँ नयाँ सहकार्य गर्ने हो, अगाडि बढ्ने हो भनेर होइन। यो साले धत्तुरा भनौँ त साला हरामी, यो चुतिया, यो उम्रिनु पाएको छैन तीन पात भनेको जस्तै आउनु पाएको छैन होइन। रवि लामी छानेलाई दोस्नु भ्याइहालेछ। यस्तो आइन्दादेखि गलत काम नगर है। रवि लामी छाने को हो भनेर तैँले चिनेको छैनस् कि? तेरो बाउ, तेरो हजुरबाउ सबै हो नि रवि लामी छाने बुझिस्। आइन्दादेखि रवि लामी छानेको एक शब्द नि कुरा काटेको तै तेरो मुखबाट सुनियो भने तेरो मुखै बन्द होला नि बुझिस् साले। अदालतले त एउटा सहीसँगले पुष्टि गर्न सकेको छैन भनेपछि तँ को हो यसरी भन्ने? अदालतले पुष्टि गरेपछि हामी खुद एक्सेप्ट गरौँला कि रवि लामी छाने गलत रहेछ भनेर बुझिस्। अदालतले फैसला नगरेको चिजलाई चाहिँ तँ फैसला गर्ने चाहिँ को? त साले न्यायाधीश भन्ने साला हरामी। तेरो नाकको डाँडी साँडी भाँचेला याद गर, आइन्दादेखि कुरा काट्लास्। र साथीहरू यस विषयमा तपाईँलाई भन्नु के छ एक कमेन्ट गर्नुहोस् र यो भिडियो चाहिँ त्यो हरामी धत्तुरेसम्म पुगोस्। सबैले एक सेयर चाहिँ मजाले गरिदिनु होला र मलाई फलो पनि गर्नु होला साथीहरू।